तपाईँ पनि राति सुत्नुअघि दुधमा बेसार मिसाएर पिउनुहुन्छ। कतिले यसलाई अमृत भन्छ भने कतिले यसले शरीर बिगार्छ भन्ने भन्छ। दुधमा बेसार मिसाएर पिउनु अधिकांश स्वस्थ व्यक्तिका लागि सामान्यतया सुरक्षित मानिन्छ। बेसारमा रहेको कर्क्युमिन नामका तत्त्वमा सूजन कम गर्ने र एन्टिअक्सिडेन्ट गुण हुन्छ। त्यसैले केही अध्ययनहरूले जोर्नी दुखाइ कम गर्न, सामान्य रुगाखोकीमा आराम दिन र राम्रो निद्रामा सहयोग गर्न सक्ने देखाएका छन्। तर यसको अर्थ सबैका लागि फाइदा मात्रै गर्ने हुन्छ भन्ने होइन। यदि धेरै मात्रामा बेसार नियमित सेवन गरियो भने केही व्यक्तिमा पेट पोल्ने, ग्यास हुने, वाकवाकी लाग्ने वा झाडा पखाला हुन सक्छ। जस्तै पित्तथैलीमा ढुङ्गा छ वा पित्तथैलीको समस्या छ, उनीहरूले धेरै बेसार सेवन गर्दा समस्या बढ्न सक्छ। यदि तपाईँ रगत पातलो बनाउने औषधि खाइराख्नु भएको छ भने धेरै बेसारले रगत बग्ने जोखिम बढाउन सक्छन्। साथै मृगौलामा अक्जालेट पथरी हुने जोखिम भएका व्यक्तिले पनि अत्यधिक बेसार सेवन गर्नु उपयुक्त हुँदैन। सामान्यतया 1 कप तातो दुधमा करिब आधा चम्चा बेसार पर्याप्त हुन्छ। धेरै हाल्दा फाइदा बढ्ने होइन, बरु समस्या आउन सक्छ। त्यसैले दुधमा बेसार मिसाएर पिउनु आफैमा हानिकारक होइन, तर कुनै पनि राम्रो चिजको पनि मात्रा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँलाई पुरानो रोग छ, नियमित औषधि खाइराख्नु भएको छ वा गर्भवती महिला हुनुहुन्छ भने चिकित्सकको सल्लाह लिएर मात्रै नियमित सेवन गर्नु उचित हुन्छ।